वातावरण सम्बन्धी दिवसहरूको बारेमा कुराकानी गरिरहेका छौँ हामीले। सिमसार दिवस फेब्रुअरी 2 मा पर्छ है। विश्व सिमसार दिवस हामी सबैले यहाँ भनेका जति सबै अन्तर्राष्ट्रिय अथवा विश्व वातावरण सम्बन्धी दिवसहरू हुन्। सिमसार दिवस फेब्रुअरी 2 भनेर सम्झिनुहोस् है। वन दिवस मार्च 21 मा। मार्चमा हेर्नुहोस् त, मार्चमा 21, 22, 23 वन, जहाँ धेरै वन त्यहाँ धेरै पानी पर्छ। पानी परेपछि मौसम चेन्ज हुन्छ भनेर सम्झिनुहोस्। 21, 22, 23 वन दिवस मार्च 21, पानी दिवस मार्च 22 र मौसम दिवस हुन्छ मार्च 23। यो तीनटा लगातार, वन जहाँ धेरै छ पानी त्यहाँ धेरै पानी पर्छ र मौसम पानी परेपछि परिवर्तन हुन्छ भनेर सम्झिनुहोस्। यो विश्व सम्पदा दिवस अप्रिल 18। हाम्रो जम्मा विश्व सम्पदामा चाहिँ 10वटा सम्पदाहरू हामीले युनेस्कोले लिस्टेड गरेको छ हैन, लिस्टिङ गरेको छ। अब 18वटा हुनुपर्छ भनेर सम्झिनुहोस्। अप्रिल 18। पृथ्वी दिवस अप्रिल 22, 2 सबै 2 भनेर सम्झिनुहोस्। अप्रिल 22 मा पृथ्वी दिवस पर्दो छ। जैविक विविधता दिवस यो अहिले चाहिँ मे 22 मा मनाइन्छ है। मे 22 मा मनाइन्छ। विश्व वातावरण दिवस जुन 5 पटक सम्झिनु होला। वातावरण दिवस जुन 5 मा पर्छ। यो एकदमै धेरै महत्त्वपूर्ण पनि छ है। त्यस्तै गरी समुद्र दिवस जुन 8। आँटिला भएका मान्छे नै समुद्रमा जान्छन् भनेर सम्झिनुहोस् है। यसमा सम्झना। जनसङ्ख्या दिवस विश्व जनसङ्ख्या दिवस। जनसङ्ख्या घटाउनको लागि एक वटा सन्तान पाउने भनेर सम्झिनुहोस्। जुलाई 11 एक गरेर सम्झिनुहोस्। बाघ दिवस यो पनि धेरै पटक सोध्ने क्वेसन हो। जुलाई 29 है। जुलाई 29। विश्व ओजन तह संरक्षण दिवस चाहिँ सेप्टेम्बर 16 मा पर्छ। सेप्टेम्बर 16 हो र भनेर सम्झिने। गैँडा दिवस तपाईँले खासै सुन्नु भएको छैन होला, त्यति धेरै सोधेको क्वेसन पनि होइन। सेप्टेम्बर 22 मा चाहिँ गैँडा दिवस पर्छ। हेर्नु त, अब मे 22, अप्रिल 22, मार्च 22 है, सेप्टेम्बर 22, धेरै 22 चाहिँ यो वातावरण दिवसमा धेरै 22 आउँदो रहेछ है। अलिक ख्याल गर्नु होला।